कैयौं गाउँ बस्ती जंगल र खेत छिचोल्दै आएको खोला जुन वर्षौंदेखि बगिरहेछ समयका कथा लिएर। काँसका फूलहरू आकाशमा तैरिएका बादल झैं बगरभरि फैलिएका सेता स्वप्न किरण। धेरै केही नबोलिकनै बन्छन् प्रकृतिको कोमल कविता। एउटा गाउँबाट अर्को गाउँसम्म तन्किएको पुल जसले वर्षौंदेखि बगाइरहेको छ मानिसहरू बीचको सम्बन्ध, याद, कथा र भरोसाको धार। आँखाले जहाँसम्म पुग्छ त्यहाँसम्म छ हरियो धानको समुद्र। त्यसलाई चिरेर बगिरहेको कालो पत्रे बाटो जसले मनका सपना र यात्राको चाह पूरा गर्छ। विभिन्न संस्कृति, पहिचान र भाषा बोकेका बस्तीहरू जसका आँगनमा आफ्नै वेशभूषामा गर्व भएर बाँचिरहेका मानिस, हावासँगै नाचिरहेका चियाका मुना। साँझको सूर्यको किरणसँग भेटिँदा झनै झलमल्ल देखिन्छ। यस्तो लाग्छ हाम्रो वरिपरि गाउँ छिमेक मात्र होइन, एउटा अपार सम्भावनाको नक्सा बिस्तारै खुलिरहेको छ। यहाँ हरेक गाउँ छ एक सुन्दर चित्र, मनलाई शान्त पार्ने, आँखा र आत्मालाई चकित पार्ने। यस्तो प्रकृति, यस्तो संस्कृति, कसरी नहोस् प्रेम, कसरी नहोस् गर्व। यस्ता दृश्यमा मन फेरि जन्मिए झैं ताजगीले भरिरहन्छ। चरीको मधुर गीत, पानीले बगाएको बालुवाको रहस्य, त्यो निरन्तर बगिरहेको खोला, त्यसैको किनारमा मान्छेको सपनाले उभ्याएको गाउँ, बिहान बेलुका कर्ममा हाँसेका सुन्दर मानिसहरू। भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैजना हार्दिक धन्यवाद।